बाहुनको टुप्पी ठाडो भन्थ्यो होइन, तर यो बाहुनको चाहिँ यहाँ कपाल ठाडो गरेर हैरान भयो। सुत्दै सुत्दैन त भर्खर उठेर नि होइन, अघि नै उठेको। म फेरि अल्छी छैन नि त। कति बज्यो? 6 बज्दै 6 साढे 6 भयो। अनि म चाहिँ यहाँ गाउँ आएको होइन, गाउँ आएको घरकाले चाहिँ उस के अरे गाईको गोबर र गाईको के भन्छ त्यसलाई, मुत भन्नाले मिल्दैन त्यसलाई, के भन्छ गाईको गोबर र अबे जल्दी बोल कल सुबह पनवेल निकलना है। अहिले मुते भनौँ। सो घरकाले चाहिँ मलाई गाईको गोबर र मुत लिन पठाएका छन् होइन। घरको हैसियत अब त्यही अब आउने, घरि गाईको गोबर लिन पठाउँछन्, घरि केको गोबर लिन पठाउँछन् है। ये बड़ी अच्छी बात कही आप। अनि यहाँ चाहिँ बिहानै उठेर झन् सनराइजको यस्तो मजाले इस सज्जन को क्या तकलीफ है भाइ? यस्तो मजाले सनराइज हुन लाग्छ है। भइसक्यो क्या, भएन हुन लागिसक्यो। तर घरकाले मलाई अब टाइमलेस बनाउनु लाग्थ्यो, थर्काएर जा छिटो गर गाईको गोबर र मुत लिएर आयो भने जानै पऱ्यो होइन। अहिले रुवाले पनि सताइरहेको छ, थोरै मायाले पनि सताइरहेको छ। अब चाहिँ यदि तपाईँहरूलाई नि गाईको गोबर र मुत चाहिएमा सम्पर्क गर्नुहोस् 97630209। अनि उता चाहिँ हाम्रो सराङकोटको लभली भ्यू देखिरह है। तर के हो नि सनराइज हुन लागिसक्यो, मलाई टाइमलेस बनाउनु दिएन घरकाले, बिहानबाट थर्काएर है। अनि त्यही माथि अनि जाने बेला चाहिँ चप्पल लाउनु नि हुँदैन यस्तो जाडोमा। चप्पल नलागिकन हिँडेको यस्तो जाडो भइरह है। कट कर देना प्लिज इसे। अनि अरू त अब ठिकै छ, पछाडि लभली भ्यू देखियो होइन। तर पछाडि भन्दा पनि लभली भ्यू चाहिँ यता छ। हेत्तर यो कपाल ठाडो भएको भइगयो कि अब मैले भ्लग बनाउनु भनेको चाहिँ उतासम्म हो, त्यहाँभन्दा माथि म सक्दिनँ किनकि आइम इन्ट्रोभर्ट है। अब गाईको गोबर र मुत चाहिँ हेर्न नबिर्सिनु होला। फाइनली हाम्रो गोबर गाईको गोबर र दुध चाहिँ आइसकेको छ र बाख्रा चाहिँ मिठो छ, गाईको हो नि त जे भयो नि होइन, भैँसीको हो र। सो अब म चाहिँ घर जान्छु है, मेरो लभली भ्यू छुट्यो आज। यहाँ सनराइज यस्तो बवाल सनराइज भइरहेको थियो है, टाइमलेस गर्न पनि पाइएन, भ्यू यस्तो बवाल छ तल। ये मैं हूँ और यहाँ पर गाय की गोबर हो रही है और यहाँ हमारी पार्टी हो रही है होइन। अब ठिक छ, अब सनराइजको टाइमलेस बनाउनै सकिएन र मेरो सफा ज्याकेटमा सफा गाईको फोहोर लागिसकेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। बिहानीको सुरुवात भइसकेको छ। अब म चाहिँ घर गएर 1 कप चिया खान्छु। तल चाहिँ वाह भ्यू चाहिँ हो क्या, भनेको मिल्दै मिल्दैन, देखिन्न त। वाह मलाई एउटा फोटो क्लिक हान्नु पर्ने मलाई ऊ घरकाले तल बोलाइसक्यो।